हेलो गाइज नमस्ते। आज हामी फेरि आइसकेको छौँ बैंक रिकन्सिलिएसन स्टेटमेन्टको कन्सेप्ट र त्योसँग सम्बन्धित केही पास्ट क्वेशन्स गर्न गइरहेको छौँ। यो भिडियो पश्चात तपाईले जस्तोसुकै बैंक रिकन्सिलिएसन पनि गर्न सक्नुहुन्छ। त्यो बुझ्नुभन्दा पहिले दुईटा कुराको बारेमा बुझ्न एकदमै जरुरी छ। एउटा हो क्याश बुक, अर्को हो पासबुक। यसको बेसिक कन्सेप्ट के छ त भन्दाखेरिमा क्याश बुक भन्नाले एक किसिमको बैंक एकाउन्ट हो जुन चाहिँ हामीले हाम्रो संस्थामा मेन्टेन गरेको हुन्छौँ। यानी कि हाम्रो एकाउन्टेन्टको पोइन्टबाट हामीले सोच्नु पर्यो क्याश बुकको कुरा गर्दाखेरिमा। तर पासबुक भनेको चाहिँ बैंक स्टेटमेन्ट। जस्तै कुनै पनि बैंक मानौ एनआइसी नबिल तिनीहरूले चाहिँ आफ्नो डाटामा प्रत्येक कस्टमरको लागि बनाइएको जुन एउटा एकाउन्ट हुन्छ त्यसलाई भन्छ पासबुक। यानी कि यो त्यस्तो एकाउन्ट हो जुन चाहिँ बैंकले हाम्रो लागि मेन्टेन गरिदिन्छ। मानौ हाम्रो भनेको चाहिँ म कुनै संस्था हो एबिसी प्राइभेट लिमिटेड हो एबिसी प्राइभेट लिमिटेडको जुन बैंक एकाउन्ट उले मेन्टेन गर्छ नि त्यसलाई भन्छ पासबुक हो। त्यो पासबुकको कुरा गर्दाखेरि बैंकको एकाउन्टेन्टको पोइन्टबाट सोच्ने, त्यो बैंकको पोइन्टबाट सोच्ने है त, यो कुरा बिर्सिनु भएन। अब जाउँ यिनीहरूको नेचरको बारेमा। क्याश बुक मैले अघि भनिसकेँ हामीले हाम्रो संस्थामा मेन्टेन गर्ने कुरा हो नि। यसमा त हामीले के कुरा बोल्छौँ भन्दा हाम्रो बैंकमा कति ब्यालेन्स छ, यानी कि यो हाम्रो लागि एउटा बैंक ब्यालेन्स रिप्रेजेन्ट गर्ने एकाउन्ट हो भनेपछि त्यो त एसेट एकाउन्ट हो। एसेट एकाउन्ट जहिले पनि बढ्दाखेरि डेबिट गरिन्छ र घट्दाखेरि क्रेडिट गरिन्छ भनेपछि क्याश बुकको डाटा जहिले पनि यदि डेबिट भयो, क्याश बुकमा चाहिँ डेबिट भयो भनेपछि बैंक ब्यालेन्स बढेछ भनेर बुझ्छौँ भने क्याश बुकमा चाहिँ क्रेडिट भयो भन्दाखेरिमा बैंक ब्यालेन्स घटेछ भनेर बुझ्छौँ। जस्तै बैंकमा डिपोजिट गर्यौँ भने हामी हाम्रो क्याश बुकमा डेबिट गर्छौँ। विड्रल अथवा चेक इस्यु गर्यौँ, चेकमा नाम लेख्यौँ, सर्टेन मान्छेलाई चाहिँ यति पैसा दिनु भनेर एउटा चेक बनाइदियौँ भने त्यो बनाउने बित्तिकै हाम्रो संस्थाको एकाउन्टेन्टले बैंक ब्यालेन्स घटिसक्यो भनेर उसले रेकर्ड गरिदिन्छ क्याश बुकमा। तर एक्चुअलमा त्यो चेक बैंकमा प्रस्तुत नगरेसम्म बैंकको एकाउन्टेन्टले बैंक स्टेटमेन्टमा चाहिँ अपडेट गरिदिँदैन। अब हेरौँ बैंक स्टेटमेन्ट यानी कि पासबुक। पासबुक भनेकै बैंक स्टेटमेन्ट हो। अब बैंकको एकाउन्टेन्टले पासबुकलाई कसरी सोध्छ भन्दाखेरि बैंकले त आफ्ना कस्टमरहरूलाई त्यो जुन उनीहरूले डिपोजिट गरेको पैसा छ त्यसलाई फ्युचरमा गएर फिर्ता दिनुपर्ने एउटा दायित्व छ, उनीहरूको लायबिलिटी छ। कस्टमरले जति बेला डिमान्ड गर्छ त्यति बेला पैसा दिनुपर्ने दायित्व छ। यानी कि तिनीहरूको लागि जुन त्यो बैंक स्टेटमेन्ट जुन एउटा लेजर मेन्टेन गर्छ त्यो भनेको लायबिलिटी नेचरको एउटा एकाउन्ट भयो। त्यही भएर लायबिलिटी नेचरको एकाउन्टमा त यदि लायबिलिटी बढ्छ भने क्रेडिट गर्नु पर्यो, घट्छ भने डेबिट गर्नु पर्यो। त्यही भएर बैंकको लागि लायबिलिटी बढ्नु भनेको कस्तो त भन्दाखेरि हामीले पैसा बैंकमा धेरै धेरै जम्मा गर्दै गएपछि। त्यही भएर बैंकमा यदि हामीले डिपोजिट गर्यौँ भने बैंकको एकाउन्टेन्टले त्यो बैंक स्टेटमेन्टमा क्रेडिट गरिदिन्छ। त्यसैले तपाईको स्यालेरी आयो भने प्राय मेसेज देख्नु भएको होला, योर एकाउन्ट हेज बिन क्रेडिटेड बाई यति। स्यालेरी मात्र होइन, कसैले पैसा पठाइदिए पनि ठ्याक्क तपाईको तलपट्टि रिमार्क्समा डिटेल्समा लेखिदिन्छ। अब कुरा रह्यो जस्तै बैंकमा चेक लगेर दिएपछि हाम्रो बैंक खाताबाट पैसा त घट्छ, यानी कि पैसा घट्दाखेरिमा यानी कि त्यो बैंकको लायबिलिटी डिक्रिज भयो नि त, त्यसैले उनीहरूले डेबिट गर्छ। यो क्याश बुक र पासबुकको क्लियर कन्सेप्ट बुझ्नु भएपछि मात्र योभन्दा अगाडि बढ्नु होला, होइन भने यसलाई फेरि एकपल्ट ब्याकवर्ड गरेर तपाईले चाहिँ बुझ्न सक्नुहुन्छ है त। अब चाहिँ हामी क्वेशनतिर लागौँ है। क्वेशनमा लाग्नुभन्दा पहिले रिकन्सिलिएसन भनेको के हो त भन्दाखेरि कुनै एउटा कुरालाई अर्को कुरासँग मिलाउनु, कुनै एउटा मान्छेले भनेको कुरालाई अर्को मान्छेसँग के कारणले फरक पर्यो त्यो कुरालाई टिपेर राख्नु। तर यहाँनिर कसैलाई करेक्ट गर्ने भन्ने सेन्समा चाहिँ हामीले बुझ्नु हुँदैन है त। जस्तै यहाँनिर क्वेशनमा के भनेको छ भन्दा अन रिकन्सिलिएसन अफ पासबुक एन्ड क्यास बुक द फलोइङ फ्याक्ट्स आर लोकेटेड। यानी कि बैंकको एकाउन्टेन्टले मेन्टेन गरिदिएको हाम्रो बैंक ब्यालेन्स कति छ भनेर जुन एउटा बुक छ त्यो बुकलाई र हाम्रो जुन संस्थाको एकाउन्टेन्टले एउटा मेन्टेन गरेको बैंक एकाउन्ट हुन्छ नि, यानी कि त्यो क्यास बुकले भन्छ के हो, त्यसले भन्ने ब्यालेन्स हेर्दाखेरि क्लोजिङमा के फरक भेटेछ भन्दाखेरि दुईटा कुरालाई मिलाउने क्रममा के फरक भेटेछ भन्ने कुरा तल दिएको छ। प्रत्येक क्वेशनमा यसरी नै दिएको हुन्छ। अब यो क्वेशनमा चाहिँ ब्यालेन्स एज पर क्यास बुक 80,000 रहेछ। हामीले मेन्टेन गरेको डाटा अनुसार हाम्रो बैंक ब्यालेन्स 80,000 रहेछ।
त्यसैले यस्तो क्वेशन सल्भ गर्दाखेरि फर्स्टमा जहिले पनि बैंक ब्यालेन्स एज पर क्यास बुक गर्नु होला। हजुरले एज पर पासबुक पनि गर्न सक्नुहुन्छ। त्यो गर्दाखेरि गर्ने कसरी म एकछिनमा भन्छु है। अहिले यो क्वेशनमा हामीलाई एज पर क्यास बुक दिएको छ, क्यास बुक नै गर्न सकियो। अब हामीलाई क्यास बुकमा 80,000 छ भनेर थाहा छ भने अब पासबुकमा कति छ होला भनेर निकाल्नको लागि हुन त 80,000 हुनुपर्ने हो, ब्याङ्कले पनि 80,000 नै छ भन्नुपर्ने हो। तर वास्तविक प्र्याक्टिकल लाइफमा ब्याङ्कले 80,000 छ भन्दैन, हुँदैन। किन भन्दाखेरि केही कारण त्यस्ता हुन्छन् जसले गर्दा टाइमिङ ग्याप हुन्छ। ती कारणहरू के हुन् हेरौँ है त। यहाँनिर जहिले पनि यस्तो क्वेशन सल्भ गर्दाखेरि के गर्नु होला भन्दाखेरि फर्स्टमा क्यास बुक र पासबुक भनेर एउटा वर्किङ रफ गर्नु होला। अब हामी एज पर क्यास बुक स्टार्ट गरिरहेछौँ भने हामी क्यास बुकलाई मात्र चलाउँछौँ, पासबुक चलाउँदैनौँ। किनकि यो पासबुक भनेको ब्याङ्कको एकाउन्टेन्टसित छ भनेर बुझ्ने भयौँ। अब हामी त हाम्रो संस्थाको हो, हामी त हाम्रो क्यास बुकमा यदि कुनै ओपिनियनमा फरक परिरहेको छ भने त्यसलाई घटबड गराएर ब्याङ्कमा जे छ, यानि कि यो पासबुकमा ब्याङ्क स्टेटमेन्टमा जे छ त्यही कुरा लेख्नु पर्दछ। त्यही कारणले गर्दा अब एक आइटम हेरौँ है त। जस्तो यहाँनिर भनेको रहेछ चेक इस्युड बट नट प्रेजेन्टेड फर पेमेन्ट RS 8,000। यो भनेको हाम्रो संस्थाको हाम्रो एकाउन्टेन्टले चाहिँ एउटा चेक लेख्दैछ 8,000 को। लौ तिमी चाहिँ पैसा लग भनेर कुनै मान्छेलाई दियो होला हैन। त्यो मान्छेले चाहिँ अहिलेसम्म ब्याङ्कमा प्रेजेन्ट गरेको छैन। अब चेक लिँदैमा ब्याङ्कको एकाउन्टेन्टले थाहा पाउँदैन नि त। ब्याङ्कमा नआएसम्म ब्याङ्कको एकाउन्टेन्टले त हाम्रो ब्याङ्क ब्यालेन्स घटाइदिँदैन। भनेपछि ब्याङ्कवालाले पक्कै पनि 8,000 हाम्रो खाताबाट घटाएको छैन। तर हाम्रो एकाउन्टेन्टले त चेक इस्यु गर्ने बित्तिकै तुरुन्तै उसले अब त हाम्रो ब्याङ्क ब्यालेन्स घट्यो है भनेर उसले -8,000 गरिदिइहाल्यो होला। तर पासबुकमा केही पनि गरेको छैन। अब हामी यसलाई त चलाउनु मिल्दैन, तर यसलाई त चलाउनु मिल्यो नि त। पासबुकमा जे छ त्यही यता गर्नु पर्यो भनेपछि यानि कि पासबुकमा त 0 छ भने यतातिर 0 गराउनुको लागि अब पक्कै पनि +8,000 गर्नु पर्यो। हो, यो जुन +8,000 छ नि यो चाहिँ ब्याङ्क रिकन्सिलिएसनमा जान्छ। एड यानि कि प्लसमा गयो है त। प्लसवाला चाहिँ एडमा राखौँ, माइनसवाला चाहिँ लेसमा राखौँ है। त्यसरी नै अर्को 3 मा भनेको छ चेक अफ RS 10,000 वेयर सेन्ड टु ब्याङ्क फर कलेक्सन बट चेक अफ RS 6,000 ओन्ली वेयर क्रेडिटेड इन पासबुक। ओ माई गड, हामीले 10,000 को चेक ब्याङ्कमा पठाइदिएछौँ। ल है हाम्रो खातामा अपडेट गरिदिए, हाम्रो खातामा हालिदिए पैसा भनेर हामीले चेक चाहिँ कतैबाट पायौँ होला। हामीलाई चाहिँ कुनै मान्छेले पैसा दियो 10,000 चेकमा। अब हामी त्यसलाई ब्याङ्कमा लगेर कलेक्सन गरिदियो भने ब्याङ्कमा जम्मा ब्याङ्कको एकाउन्टेन्टले 6,000 मात्र खातामा हालिदिएछ। उसले चाहिँ ब्याङ्कमा जम्मा 6,000 मात्र खातामा हालिदियो। तर हाम्रो एकाउन्टेन्टले के सोचिरहेको थियो, ए हामीले त 10,000 जम्मा गर्न दिएको थियौँ, 10,000 नै खातामा आयो होला सोच्यो र उसले हाम्रो क्यास बुकमा त्यही अनुसार रेकर्ड गर्यो। तर अब हामीले त क्यास बुकलाई पासबुकतिर जाँदैछौँ, हामी क्यास बुकबाट पासबुकमा जाँदैछौँ भनेपछि पासबुकमा जुन ब्यालेन्स छ त्यसलाई स्ट्यान्डर्ड मान्नु पर्यो। यानि कि क्यास बुकको 10,000लाई 6,000 बनाउनुको लागि के गर्नु पर्यो, -4,000 गरिदिनु पर्यो। हो नि। हो, यो -4,000 पनि हाम्रो ब्याङ्क रिकन्सिलिएसन स्टेटमेन्टमा जाने भयो। यहाँनिर -4,000 गर्ने भयो, यो लेसमा छ, यो एडमा छ। अब थर्डमा के छ भन्दाखेरिमा इन्ट्रेस्ट कलेक्टेड बाई ब्याङ्क अफ RS 1,000 वाज नट रेकर्डेड इन क्यास बुक। ब्याङ्कले चाहिँ हाम्रो एकाउन्टमा इन्ट्रेस्ट, हामीले जुन एउटा ब्याज कमाउँछौँ त्यो चाहिँ कलेक्ट गरिदिएर हाम्रो खातामा अलरेडी हालिदिइसकेछ +1000। तर हाम्रो एकाउन्टेन्टले हाम्रो क्यास बुकमा अहिलेसम्म रेकर्ड गरेको रहेनछ। भन्नुको मतलब क्यास बुकमा केही रेकर्डै गरेको छैन, 0 छ। तर अब हामी क्यास बुकलाई पनि त पासबुक जस्तै बनाउनु पर्ने छ। भनेपछि जहिले पनि के हुन्छ भन्दाखेरि यदि क्यास बुकबाट स्टार्ट गर्दै हुनुहुन्छ भने हामी के ठान्छौँ भन्दाखेरि पासबुकले गलतै गरेको भए पनि त्यही राइट हो, कुन कारणले गर्दा चाहिँ त्यस्तो गर्यो भन्ने कुरा यतातिर लेख्छौँ र पासबुकको जस्तै ब्यालेन्स बनाइदिने हो कि जहिले पनि। भनेपछि 1,000 पासबुकमा छ, हाम्रो क्यास बुकमा केही पनि छैन भने यतातिर पनि +1,000 गरिदिउँ। पलतिर चलाउने नै होइन है, त्यहाँ स्ट्यान्डर्ड के छ त्यो राखिदिने, बाँकी यतै चलाउने हो। भनेपछि +1,000 पनि गर्नु पर्यो, त्यो 1,000 पनि आयो यतापट्टि एडमा। फोर्थको भयो। अब हामी 5th मा जाऊँ। 5th मा चाहिँ ब्याङ्क चार्ज कमिसन अफ RS 100 डेबिटेड इन पासबुक ओन्ली। ब्याङ्कले चार्ज गरेको जुन कमिसन छ 100 रुपियाँ,
त्यो चाहिँ पासबुकमा मात्र डेबिटेड भएछ। पासबुक भनेको बैंकको एकाउन्टेन्टले मेन्टेन गरिदिएको एउटा लायबिलिटी एकाउन्ट हो। लायबिलिटी एकाउन्टमा डेबिट हुनु भनेको घट्नु हो भनेपछि बैंक ब्यालेन्स 100 रुपैयाँले घटाएछ। त्यसरी बुझ्दा पनि भयो, हैन भने यसरी बुझ्दा पनि हुन्छ। बैंकले चाहिँ 100 रुपैयाँको कमिसन चार्ज गर्यो रे भनेपछि पक्कै पनि उले त बैंकबाट घटाइदियो होला 100 रुपैयाँ हाम्रो खाताबाट सिधै हामीलाई थाहै नदिएर। तर हाम्रो एकाउन्टेन्टलाई त यो कुरा थाहा नै छैन भने उसले त क्यास बुकमा केही पनि गरेको छैन भने अब हामीले क्यास बुकमा पनि घटाइदिनु पर्यो 100 रुपैयाँले। त्यही भएर यो 100 रुपैयाँ पनि लेसतिर गयो। यहाँ नै लेस लेखेको छौँ, त्यही भएर यतातिर हामीले लेस लेख्नु परेन है। अब हाम्रो 5th को पनि भयो। अब 6th तिर जाम। 6th मा के छ भन्दाखेरि a check of Rs 10,000 has been deposited by a debtor but not recorded in cash book। क्यास बुकमा केही रेकर्ड भएको छैन रे भनेपछि क्यास बुकमा त 0 छ। तर a check of Rs 10,000 has been deposited by a debtor, हामीबाट उधारोमा सामान लगेको एउटा जुन हामीले त्यो मान्छेबाट पैसा पाउनु पर्ने मान्छे थियो नि, हो त्यो मान्छेले चाहिँ सिधै हाम्रो खातामा चाहिँ चेक लगेर चेक डिपोजिट गर्दैछ 10,000 रुपैयाँ। 10,000 रुपैयाँ हाम्रो खातामा हाल्दिएपछि त बैंकको एकाउन्टेन्टले पक्कै पनि हाम्रो खातालाई बढाइदियो होला। तर हामीले त केही गरेका छैनौँ। यो कुरा बल्ल आज थाहा पाउँदैछौँ यो क्वेसन गर्दाखेरिमा। त्यही भएर अब हामी यानि कि हामी त क्यास बुकबाट गरिरहेछौँ, क्यास बुकमा पनि बढाइदिन्छौँ 10,000ले नै, दुवैतिर बराबर भयो। हो यो 10,000 पनि यतातिर जान्छ। अब क्वेसनले भन्यो रिक्वायर्ड बैंक रिकन्सिलिएसन स्टेटमेन्ट कसरी गर्ने त भन्दा 80,000 थियो। 80,000 मा 8,000 यो 1,000 10,000 गरेर कति हुन्छ? यो तीनटाको सम चाहिँ 8,000 1,000 10,000 भन्दाखेरि हाम्रो 19,000 हो। 19,000 हुन्छ। 80,000 मा 19,000 जोड्दा 99,000 हो। अब 99,000 मा यो 4,000 र 100 यानी कि 4,100 घटायौँ भने कति हुन्छ भन्दाखेरि 79,000 बाट गर्दाखेरि 94,900 यो हो। अब हामीले पत्ता लगायौँ बैंक ब्यालेन्स एज पर पासबुक कति रहेछ 94,900 किनकि सबै कुरा मिलान गर्यौँ हो। यसरी चाहिँ हामीले बैंक रिकन्सिलिएसन स्टेटमेन्ट गर्दछौँ। यदि यही क्वेसन तपाईलाई एज पर पासबुकबाट गर्नुपर्ने भए क्वेसनले कसरी सोध्छ भन्दाखेरि अरु कुरा सेम राख्छ, ब्यालेन्स एज पर पासबुक मात्र हामीलाई दिन्छ। पासबुकको 94,900 लेख्छौँ अनि मिस्टेक हुने चान्स भनेको यहाँ हो। कुन पोइन्टबाट सोच्ने भन्ने कुरामा चाहिँ मिस्टेक गर्छन् धेरैजनाले। अब हामीले एज पर पासबुकबाट गर्दाखेरि पासबुकलाई मात्र चलाउने, यसलाई मात्र चलाउने हो। क्यास बुकलाई चाहिँ एज एन रिफरेन्सको रूपमा लिने हो। क्यास बुकमा के भइरहेको छ त्यसलाई रिफरेन्सको रूपमा लिने। पासबुक भनेको बैंकको एकाउन्टेन्टले मेन्टेन गरिदिन्छ, यो एउटा लायबिलिटी एकाउन्टको रूपमा उसले सोध्छ। तर क्यास बुक भनेको हाम्रो इन्टिटी, आवर इन्टिटी, हाम्रो एकाउन्टेन्टले चाहिँ मेन्टेन गर्छ, उसले चाहिँ यसलाई एसेट एकाउन्टको रूपमा ट्रिट गर्छ। हुन त हो दुईटैले बैंक ब्यालेन्स रिप्रेजेन्ट गर्ने नै हो। तर अब हामी गर्दाखेरि ध्यान दिएर गरौँ है त, क्यास बुकलाई नचलाउने, पासबुकलाई मात्र चलाउने। क्वेसनले भनेको छ आईआईमा चेक इस्युड बट नट प्रेजेन्टेड फर पेमेन्ट Rs 8,000 चेक इस्युड भएछ। ओहो, क्यास बुकमा त जो हाम्रो इन्टिटीको एकाउन्टेन्ट हो उसले 8,000 घटाइदिइसकेछ। तर पासबुकमा केही पनि भएको रहेनछ किनकि प्रेजेन्ट नै भएको छैन। अब बैंकको एकाउन्टेन्टले के गरिदिन्छ, ओहो हामीले पनि घटाइदिउँ है भनेर यसलाई नै रिफरेन्स मान्ने हो नि त, यहाँ त 0 थियो भने अब यसले पनि -8,000 गरिदिन्छ। यो सल्भड है। -8,000 चाहिँ हामीले अब यतापट्टि एड भनेर लेखौँ, अर्को लेस भनेर लेखौँ। लेसमा चाहिँ तपाईको -8,000 गरिदिन्छ। यो यता लेस भइसकेपछि यता परेन। अब थर्डमा के छ भन्दाखेरि चेक अफ Rs 10,000 वेयर सेन्ट टु बैंक फर कलेक्सन बट चेक अफ Rs 6,000 ओन्ली वेयर क्रेडिटेड इन पासबुक। ओहो, पासबुकमा त जम्मा 6,000ले मात्र क्रेडिटेड भएको रहेछ, लायबिलिटी एकाउन्टमा क्रेडिट भयो भनेपछि बैंक ब्यालेन्स बढ्यो। तर उतातिर हाम्रो जुन क्यास बुकको एकाउन्टेन्ट हो उसले के भन्छ भन्दाखेरि मैले त 10,000 नै कलेक्ट गरिदिनुस्, 10,000 नै हाम्रो खातामा जम्मा गरिदिनुस् भनेर पठाएको थिएँ, प्लस 10,000 पठाएको थिएँ भन्छ। भनेपछि अब हामीले पनि 6,000लाई प्लस 10,000 गराउनुको लागि यतातिर प्लस 4,000 गरिदिनु पर्यो हो। यो पनि रिकोमा जान्छ है, यहाँ एडमा जान्छ। त्यसभन्दा पछि हाम्रो आइबीमा रहेको छ इन्ट्रेस्ट कलेक्टेड बाई बैंक अफ Rs 1,000 वाज नट रेकर्डेड इन क्यास बुक। यानि कि हाम्रो बैंकको एकाउन्टेन्टले त 1,000 रुपैयाँ बैंकमा चाहिँ जम्मा गरिदिइसकेछ,
इन्ट्रेस्टको रूपमा इन्ट्रेस्ट आएछ, इन्ट्रेस्ट कमाएछौँ हामीले, अनि हाम्रो ब्याङ्क खातामा सिधै 1000 रुपियाँ उसले क्रेडिट गरिदियो उसको पोइन्टबाट सोद्धाखेरि, भनेपछि प्लस 1000 गरिदियौँ। तर क्यास बुकमा त केही पनि गरेको रहेनछ एकाउन्टेन्टले भने। अब ब्याङ्कको एकाउन्टेन्टले पनि के गर्छ भन्दाखेरि ओके म पनि केही गर्दिनँ भन्छ, यानि कि 1000लाई 0 गराउनुको लागि त माइनस 1000 गरिदिनु पर्यो। ठिक छ, यो पनि जान्छ यता, यो पनि सल्भ भयो। त्यस्तै ब्याङ्क चार्ज कमिसन अफ RS 100 डेबिटेड इन पासबुक अन्ली, ब्याङ्कले चाहिँ माइनस 100 रुपियाँ गरिदिइसकेछ, यानि कि जुन ब्याङ्क एकाउन्ट थियो त्यसमा डेबिट गरिदिइसकेछ। लायबिलिटी एकाउन्टमा डेबिट गर्नु भनेको घट्नु हो, त्यही भएर माइनस 100 रुपियाँ गरिदिइसकेछ पासबुकमा ब्याङ्कको एकाउन्टेन्टले। तर क्यास बुकको एकाउन्टेन्ट यानि कि इन्टिटीको एकाउन्टेन्टलाई केही पनि थाहा छैन। अहिले त हामी पासबुकबाट सुरु गरिरहेछौँ भनेपछि यसलाई नै 0 गराउनु पर्यो, माइनस 100 लाई 0 गराउनुको लागि प्लस 100 गर्नु पर्यो। हो, यो प्लस 100 चाहिँ हाम्रो रिकोमा जाने भयो यतापट्टि प्लस 100। अब अर्को रहेको छ अ चेक अफ RS 10,000 has been deposited by a debtor but not recorded in cash book। एउटा डेप्टरले आएर पासबुकमा सिधै 10,000 रुपियाँ जम्मा गर्दैछ, यानि कि ब्याङ्कमा गएर 10,000 जम्मा गर्दैछ, ब्याङ्कको एकाउन्टेन्टले 10,000 प्लस गरिदियो। तर उतातिर हाम्रो इन्टिटीको एकाउन्टेन्टलाई चाहिँ थाहा नै छैन, ऊ त 0 छ, हाम्रो त कसले पैसा ल्याइदिएको छ हाम्रो खातामा हालिदिएको छ भन्ने नै थाहा छैन भने एकछिनको लागि हामी पनि हाम्रै गल्ती हो सोचेर चाहिँ यसलाई 0 गराइदिउँ, 10,000लाई 0 गराउनुको लागि माइनस 10,000 गराइदिउँ, हो कि होइन? हो, यो माइनस 10,000 अब यतातिर गयो। 4100 लाई जोडिदिने हो भने तपाईँको कति आउँछ भन्दा 79,000 भयो। अब यो 79,000बाट 8,000, 1,000 अनि 10,000 गरेर यानि कि 19,000 घटायौँ भने चाहिँ हाम्रो फाइनल ब्याङ्क ब्यालेन्स एज पर क्यास बुक चाहिँ जम्मा 80,000 हुन आयो। अघि पनि यही त थियो, हेर्नुहोस् त, सुरुमा हामीले क्यास बुक अनुसार 80,000 नै त छ भनेको थियौँ, हो कि होइन? ठ्याक्कै 80,000 आयो कि आएन? हो, यसरी चाहिँ ब्याङ्क रिको गरिन्छ, ब्याङ्क रिकन्सिलिएसन गरिन्छ भन्ने कुरा बुझ्नु पर्यो। मेन मिस्टेक हुने चान्स भनेको चाहिँ यहीमै हो, हामी कुनबाट स्टार्ट गरिरहेछौँ भन्ने कुरा बिर्सिनु भएन। जुनबाट स्टार्ट गरिरहेछौँ त्यसलाई मात्र चलाउने, अर्कोलाई रिफरेन्सको रूपमा मात्र लिने है त, यो कुरा ध्यान दिनु पर्यो। ओके गाइज, भिडियो मन परेमा सब्सक्राइब गर्न नबिर्सिनु होला। हामी भेट्नेछौँ अब नेक्स्ट भिडियोमा नयाँ क्वेसनको साथमा। तबसम्मको लागि बाई बाई।